नमस्कार। आज हामी शासन अर्थात् गभर्नेन्सको बारेमा कुरा गर्नेछौँ। यो यस्तो विषय हो जसले हाम्रो समाजलाई हरेक दिन आकार दिइरहेको हुन्छ। तर अक्सर हामी शासन भन्न साथ सरकारलाई मात्रै सम्झिन्छौँ। के साँच्चै त्यस्तै हो त? आउनुहोस् अझ यो विषयको गहिराईमा पुगेर हेरौँ। ल, एउटा एकदमै आधारभूत प्रश्नबाट सुरु गरौँ न। देश कसले चलाउँछ? के यो केवल सरकारले मात्र हो? धेरैले त सरकार नै भन्नु होला हैन त? तर वास्तविकता त्योभन्दा अलि जटिल र निकै रोचक छ। त्यो प्रश्नको जवाफ खोज्ने क्रममा एउटा शब्द बारम्बार आउँछ, शासन वा गभर्नेन्स। त्यसो भए के हो त यो गभर्नेन्स भनेको? एकदमै सरल भाषामा भन्नुपर्दा शासन भनेको समाजलाई चलाउने एउटा समग्र तरिका हो। यसमा नियम कानुन, संस्थाहरू अनि विभिन्न प्रणालीहरू पर्छन्। मतलब यो खाली कानुन बनाउने कुरा मात्रै होइन, त्यो कानुन कसरी लागू हुन्छ, कसले निर्णय लिन्छ, यो सबै कुरा शासनभित्रै पर्छ। हामीले हेरिरहेको स्रोत सामग्रीले पनि ठिक यही भन्छ। यसले शासनलाई समाजका लागि निर्णय लिने र ती निर्णयहरूलाई कार्यान्वयन गर्ने प्रणालीको रूपमा चिनाएको छ। मतलब निर्णय लिनु एउटा कुरा भयो, तर त्यसलाई लागू गर्ने जुन पुरै मेकानिजम छ त्यो पनि शासन नै हो। अब आउँछ सबैभन्दा चाखलाग्दो कुरा, सरकार र शासन बीचको फरक। सुन्दा उस्तै उस्तै लाग्छ हैन? तर यी दुईमा वास्तवमै ठूलो भिन्नता छ। पहिले कस्तो सोच थियो भने देश चलाउने भनेकै सरकारले हो, उनी सर्वेसर्वा हो। सरकारले माथि बसेर निर्णय गर्छ अनि तल सबैले मान्ने हो। यसलाई टप डाउन मोडल भनिन्थ्यो, जहाँ सबै कुरा माथिबाट तलतिर आउँथ्यो। तर समयसँगै यो सोच पुरै बदलियो र यो बदलावलाई हाम्रो स्रोत सामग्रीको एउटा वाक्यले मज्जाले समेट्छ। शासन सरकारभन्दा बृहत कुरा हो। यही नै हो आजको हाम्रो विश्लेषणको मुटु। यो एउटा वाक्यले धेरै कुरा भन्छ। हेर्नुस् त, स्रोत सामग्रीमा पनि यो लाइनलाई कति महत्त्व दिएको छ। किनभने यसले एउटा आधारभूत कुरा स्पष्ट पार्छ। सरकार शासनको एउटा महत्त्वपूर्ण अङ्ग त हो, तर सरकार नै सम्पूर्ण शासन चाहिँ होइन। यो फरकलाई बुझ्नको लागि एउटा गजबको उदाहरण छ। सोच्नुहोस्, सरकार भनेको डुङ्गा खियाउने मान्छे जस्तै हो, जसले डुङ्गालाई अघि बढाउँछ। तर शासन भनेको चाहिँ त्यो पुरै जहाजलाई सही दिशा देखाउने अर्थात् स्टियर गर्ने काम हो। सरकार एउटा एक्टर भयो भने शासनमा धेरै एक्टरहरू हुन्छन्। त्यसैले त सरकारको फोकस कन्ट्रोलमा हुन्छ, जबकि शासनको फोकस सही दिशा र समन्वयमा हुन्छ। भनेपछि यदि सरकार एक्लो खेलाडी होइन भने यो शासनको मैदानमा अरू को छन् त? अब तिनै मुख्य खेलाडीहरूको बारेमा कुरा गरौँ। स्रोत सामग्रीले शासनका 3 मुख्य पात्रहरू औँल्याएको छ। नम्बर 1 राज्य अर्थात् पब्लिक सेक्टर, नम्बर 2 निजी क्षेत्र मतलब सबै व्यापार, बजार, उद्योगहरू, र नम्बर 3 नागरिक समाज, जसमा एनजिओ, सामुदायिक समूहहरू र हामी जस्ता आम नागरिक पर्छौं। राम्रो शासन हुनको लागि यिनै 3 खम्बाहरूबीच सहकार्य हुनेपर्छ। तर एउटा प्रश्न उठ्छ, पहिले राज्य नै सबथोक थियो, अहिले आएर यी 3 पात्रको कुरा किन आयो? यो सोचमा यति ठूलो परिवर्तन आउनुको पछाडि के कारण थियो होला? यो कथा बुझ्नलाई हामीले अलिकति पछाडि फर्किनुपर्छ। सन् 1990 को दशकभन्दा अगाडि धेरैजसो देशमा राज्य नै समाजको मुख्य इन्जिन थियो। तर 90 को दशकमा दुईवटा ठूला कुरा भए, ग्लोबलाइजेसन र आर्थिक उदारीकरण। यहीँबाट खेल बदलियो अनि शासनको परिभाषामा राज्यबाहेक अरू पात्रहरू पनि महत्त्वपूर्ण छन् भन्ने सोचको विकास भयो। यी विश्वव्यापी परिवर्तनले के देखाइदियो भने राज्य एक्लैले अब त्यो विशाल जहाज चलाउन सक्दैन। अर्थतन्त्र र समाज यति धेरै जेलियो, यति जटिल भयो कि राज्यले आफ्नो भूमिका बदल्नै पर्ने भयो। अब ऊ एक्लो कप्तान होइन, टिमको एक महत्त्वपूर्ण खेलाडी बन्नुपर्ने भयो। ल, अब अलिकति आजको कुरा गरौँ। आधुनिक शासनको स्वरूप कस्तो छ त? आजको दिनमा शासन भनेको एउटा साझा जिम्मेवारी हो। यो कुनै एउटा निकायको मात्र पेवा रहेन। यो नयाँ परिवेशमा राज्यको भूमिकामा पनि ठूलो रूपान्तरण आएको छ। पहिलेको कन्ट्रोलरबाट अब राज्य सहजकर्ता बनेको छ, मतलब अरूलाई काम गर्न सजिलो बनाइदिने। त्यस्तै समन्वयकर्ता बनेको छ, जसले सबैलाई मिलाएर लैजान्छ। र सबैभन्दा महत्त्वपूर्ण, नियामक बनेको छ, जसले खेलको नियम बनाउँछ र सबैले पालना गरे नगरेको हेर्छ। यही साझा जिम्मेवारीको सोचबाट शासनका नयाँ मोडेलहरू आए, जस्तै नेटवर्क गभर्नेन्स, जहाँ विभिन्न संस्थाहरूको जालोले मिलेर काम गर्छ।
सहशासन, जहाँ सरकार र नागरिक समाज सँगै बसेर निर्णय गर्छन्, अनि सार्वजनिक निजी साझेदारी वा पीपीपी, जुन त हामीले ठूला प्रोजेक्ट्सहरूमा आजकल जताततै सुन्छौं देख्छौं। फेरि एकपटक स्रोत सामग्रीमा फर्कौं। यसले पनि यही निष्कर्ष निकाल्छ। राज्यको भूमिका अब सर्वशक्तिमान कन्ट्रोलरको रहेन, बरु सहजकर्ता, प्रवर्धक र नियामकको भएको छ। र यही नै त्यो कारण हो जसले गर्दा आज हामी भन्छौं शासन सरकारभन्दा धेरै ठूलो र फराकिलो कुरा हो। अब अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। यदि शासन भनेको हाम्रो समाजरूपी जहाजलाई सही दिशामा अगाडि बढाउनु हो भने आजको यो जटिल समयमा त्यो जहाजको स्टियरिङ व्हीलमा सबैभन्दा बलियो पकड कसको हुनु पर्ला? राज्यको, निजी क्षेत्रको कि नागरिक समाजको? सोच्नुहोला, किनभने यही प्रश्नको जवाफमा हाम्रो समाजको भविष्य लुकेको छ।